That was Ranjita Vishwakarma. कोच प्रमोद, निर्णय लिनुभन्दा अगाडि सुनौ कस्तो रह्यो त आज रन्जिताको प्रस्तुति? प्रस्तुति दिनुभन्दा अगाडि चाहिँ मैले गीत दिँदा पनि भनेको थिएँ, रन्जिता ब्याटलमा साँच्चै नै धेरै रोएको थियो। यो स्टेजभरि रोएको थियो। यो माहौल रुँदा रुँदै है, रुँदा रुँदै नै झन्डै गीतभन्दा लामो बढी रोएको थियो। अनि त्यो धुन पनि बजिरहेको थियो। अनि जाँदा जाँदै मेलिनाले ठ्याक्क भनेको पनि याद छ मलाई, त्यो बाँसुरीले त झन् फिलिङ्स ल्यायो, रन्जिता त साँच्चीकै रोयो भनेपछि मलाई त्यो गीतको याद आयो कि नकआउटमा म त यही गीत दिनुपर्छ, मलाई बाँसुरीले रुवायो है। अनि आज तपाईँलाई मैले त्यो गीत दिएँ, मिठो गाउनुभयो। यो गीत गाउनलाई कठिन छ, फिल छ, तपाईँले इम्प्रोभाइजेसन सानो सानो कामहरू गर्नुभएको छ, आफ्नो स्वरमा अडिने प्रयास गर्नुभएको छ। अब रेन्ज पनि छ, यो खास फिमेललाई यो रेन्ज कामहरू देखाएर गर्ने छ, पार्टहरू छ। अब टफ छ, प्रेसर छ, त्योभन्दा सँगसँगै तपाईँलाई प्रेसर पनि छ। प्रेसरको बावजुद पनि तपाईँले यो मिठो तरिकाले यसको सानो सानो खिट्काहरू, सानो सानो कणहरू लिने प्रयास गर्नुभयो, गायकीमा देखाउने प्रयास गर्नुभएको छ। जुन हिसाबले प्र्याक्टिसमा गर्नुभएको थियो त्यही हिसाबको तपाईँले प्रस्तुति दिनुभएको छ। राम्रो लाग्यो, मलाई खुसी लाग्यो। कोचले यहाँ आँसुको कुरा गर्नुभयो। तीनवटा अप्सन छ कोचसँग, यस, नो और मेबी। कुन चाहिँ अप्सन कोचले चुज गर्नुभयो भने चाहिँ आज फेरि आँसु बग्ने छ त यहाँ? छैन, त्यो त अब केही बेर पछि हामी थाहा पाउँछौँ। कोच मेलिना, कस्तो थियो त रन्जिताको आजको यो प्रस्तुति? साँच्चै नै एकदमै मिठो गाउनुभयो रन्जिताले। आजको यो जुन नकआउटको प्रेसर छ सबैजना ट्यालेन्ट्सलाई है, त्यो कारणले थोरै डर पनि लागिरहेको हुनसक्छ है रन्जितालाई। त्यो थोरै देखिराखिएको थियो डर चाहिँ, तर पनि त्यो डर हुँदै पनि तपाईँले जुन भोइसमा आफ्नो कन्ट्रोल लिनुभयो। अनि एकदमै राम्रो कुरा चाहिँ तपाईँले आफ्नो भावनालाई चाहिँ यो गीतमा मजाले देखाइदिनु भयो कि त्यो फिलिङ चाहिँ साह्रै मजाले देखाइदिनु भयो। अनि त्यो एउटा ठाउँमा त मलाई हाम्रो सिनियर, हाम्रो लेजेन्ड सिङ्गर दी अन्जु दिदीको जस्तै सुने क्या, त्यो सम्झना भन्ने त्यो पार्टमा चाहिँ क्या, सम्झना आउँछ नि स्टोरी भन्ने पार्टमा सेम त्यस्तै सुने मैले। सो आज चाहिँ उहाँको यति मिठो गीत तपाईँले त्यही फिलमा चाहिँ यति कन्ट्रोल भोइसमा र साह्रै राम्रो आफ्नै इम्प्रोभाइजेसन्सहरू पनि दिएर गाउनु हुँदाखेरि चाहिँ मन नै एकदमै प्रफुल्लित भयो। तपाईँलाई धेरै धेरै बधाई छ। अब आज जे हुन्छ जस्तो हुन्छ, तर तपाईँ सधैँभरि आफ्नो करियरमा चाहिँ अगाडि बढ्नु होला। बाहिर इन्डस्ट्रीमा चाहिँ तपाईँले एकदमै राम्रो गर्नुहुनेछ फ्युचरमा भन्ने चाहिँ मलाई पुरा आशा छ। सो अल द भेरी बेस्ट तपाईँलाई त ल। थ्याङ्क यू। कोचसँग तीनवटा अप्सन छ। सो कोच प्रमोद, अब तपाईँ रन्जिताको यात्रा अगाडि बढाउँदै हुनुहुन्छ, यही टुङ्गाउँदै हुनुहुन्छ, या सम्भवतमा राखेर रेड जोनमा पठाउँदै हुनुहुन्छ? पालो अब डिसिजनको। यस्तो गाह्रो काम है यो। ट्यालेन्ट लिन सजिलो, तपाईँहरूलाई 4जनालाई मात्रै राख्दा पनि